साथीहरू, अर्थमन्त्री स्वर्णिम वाग्लेको यो झुटको खेती यो भिडियो चाहिँ हेर्नुहोस् है त। आदरणीय दर्शकबिन, मेरा वरिपरि देखिएका यी गाडीहरू अहिले देशको टक अफ द टाउन बनिरहेका छन्। कोरोला नाकाबाट आएका यी गाडीहरू बजेट भाषणमा करको दायरा आफ्नो तरिकाले हेरफेर गरेर व्यापारीलाई पोष्ने गरी यी गाडीहरू ल्याइएको र अर्थमन्त्रीले नि सोही अनुसार व्याख्या गरेको भन्ने आरोप पनि लागिरहेको छ। संसदीय समितिको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले मुस्ताङको कोरोला बोर्डरबाट आएका यी गाडीहरू अटो वान रहेको र अटो वान गाडी ल्याएका कारणले अझ उल्टो करका कारणले व्यापारीलाई घाटा भएको अभिव्यक्ति दिएका थिए। तर हामी यति बेला पोखराको ह्याम्जा सुइखेतमा छौँ, जहाँ 113वटा गाडीहरू यहाँ ल्याएर राखिएको छ र यसको सुरक्षा सशस्त्र प्रहरी बलले गरिरहेको छ। तर यहाँ आउँदा गाडीहरू अर्थमन्त्री स्वर्णिम वाग्लेले भने जस्तो अटो वानको गाडीहरू छैनन्। यहाँका अधिकांश गाडीहरू तपाईँहरू देख्न सक्नुहुन्छ अटो 2 का रहेका छन्, BYD को अटो 2। र अनि अर्को यो देख्दा फेरि के हुन्छ भने सरासर अर्थमन्त्रीले संसदीय समितिमा झुट बोलेका रहेछन् भन्ने कुरा पनि यहीँबाट प्रष्ट भएको छ। साथीहरू, तपाईँहरूले यो भिडियो हेर्नुभयो नि, अर्थमन्त्री स्वर्णिम वाग्लेको यो झुटको पर्दाफास हो। हेर्नुहोस् कति साह्रो झुट बोलेको। एउटा संसद एउटा गरिमामय स्थल हो है, त्यस्तो ठाउँमा सम्बन्धित ठाउँमा गएर यसरी झुट बोलेका छ है, यो पर्दाफास भएको छ। अब स्वर्णिम वाग्लेले सिधै राजीनामा दिनुपर्छ मेरो विचारमा। हजुरहरूलाई के कस्तो लाग्छ आफ्नो प्रतिक्रिया राख्नु होला है त साथीहरू।